सम्पूर्ण साथीहरुमा नमस्कार। आज चाहिँ एकदम महत्त्वपूर्ण भिडियो लिएर म तपाईहरुको माझमा आइसकेको छु। आजको भिडियो के रहेको छ भनेर तपाईले थम्बनेल अथवा टाइटलहरु पनि थाहा पाइसक्नु भएको छ। आजको भिडियोमा चाहिँ तपाईको मेसेन्जरमा हुने एकदम महत्त्वपूर्ण नयाँ अपडेट 5 वटा फिचरहरुको बारेमा म तपाईलाई सिकाउन गइरहेको छु। फिचरहरु के हुन कसरी अन गर्न सकिन्छ भनेर तपाईलाई मैले सिकाउन गइरहेको छु। मेसेन्जरलाई नयाँ तरिकाले चलाउन चाहनुहुन्छ भने नयाँ 5 टिप्सहरु तपाईले हेर्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। अब यहाँनिर तपाईले मेरो मोबाइलको स्क्रिन देख्न सक्नुहुनेछ। सबैभन्दा पहिले तपाईले फेसबुक मेसेन्जर खोल्नुपर्ने हुन्छ। तपाईले मेसेन्जर खोल्नु होला। यसरी मेसेन्जर खोलिसकेपछि एक नम्बरमा रहेको छ तपाईले कुनै पनि साथीको च्याटलाई तपाईले देखाउन चाहनुहुन्न। यहाँनिर जस्तै मैले एउटा यो च्याटलाई चाहिँ मैले डिलिट गर्न चाहे। तपाईले कुनै पनि साथीको च्याट तपाईले कुरा गर्न चाहनुहुन्छ र यहाँबाट हटाउन चाहनुहुन्छ, यहाँबाट हाइड गर्न चाहनुहुन्छ तर डिलिट गर्न चाहनुहुन्न भने तपाईले यो जसलाई हटाउने त्यसलाई चाहिँ क्लिक गरेर यहाँनिर यो सेकेन्ड अप्सनमा रहेको यो अप्सन छ, यसमा चाहिँ तपाईले क्लिक गरिदिनु भयो भने तपाईको यहाँनिरबाट यो साथी हट्ने छ र यहाँनिर डिलिट भइसकेको छ। त्यो तपाईले डिलिट गरेको साथी यहाँनिर कुनै पनि ठाउँमा तपाईले यहाँनिर देख्न सक्नुहुन्न। त्यो मान्छेलाई डिलिट गरिसक्नु भएको छ र त्यसले के मेसेज गरेको छ भने अरु कसै साथीले यहाँ देख्न सक्ने छैन र तपाईले फेरि पनि त्यसको सबै च्याट अथवा त्यो साथीलाई चाहिँ फिर्ता ल्याउन चाहनुहुन्छ भने तपाईले यहाँनिर यो 3 वटा धर्का छ, यसमा चाहिँ क्लिक गरिदिनु होला र यसमा क्लिक गरिसकेपछि यहाँनिर यो अप्सन रहेको छ। यहाँनिर यो अप्सनमा चाहिँ क्लिक गर्नु होला। यो अप्सनमा क्लिक गरिसकेपछि तपाईले यहाँनिर डिलिट गरेका सम्पूर्ण च्याटहरु देखाउने छ र मैले अहिले डिलिट गरेको च्याट चाहिँ यो छ। मैले यो क्लिक गरेर यहाँनिर चाहिँ यो फर्स्ट अप्सनमा यसरी चाहिँ तपाईले क्लिक गरिदिनु भयो भने तपाईको च्याट चाहिँ पहिलाकै अवस्थामा पहिलाकै ठाउँमा जाने छ। यहाँनिर हेर्नुस् आइसकेको छ र मैले यहाँ के मेसेज गरेको छु पहिलाको मेसेजहरु पनि यहाँनिर हट्ने छैन, डिलिट हुने छैन। यो मेसेजहरु चाहिँ यसमा देखाउने छ। एक नम्बरको टिप्स चाहिँ थियो। दोस्रो नम्बरको टिप्स चाहिँ मैले तपाईलाई के सिकाउन गइरहेको छु भने तपाईले आफ्नो साथीको मेसेज चाहिँ हेरेर पनि नहेरेको देखाउने। तपाईले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ र उ साथीले चाहिँ तपाईको साथीले चाहिँ मेसेज हेरेको छैन भनेर चाहिँ उले वहाँबाट चाहिँ उले थाहा पाउने छैन। त्यसको लागि तपाईले डाइरेक्ट यहाँनिर यो फेस मेसेन्जर खोल्नु होला। मेसेन्जर खोलिसकेपछि यहाँनिर माथि प्रोफाइल पिक्चरमा क्लिक गर्नु होला। यहाँनिर प्रोफाइल पिक्चर खोलिसकेपछि यहाँनिर अलिकति माथि जानु होला, अलिकति माथि जानु होला, अलिकति माथि जानु होला। यहाँनिर चाहिँ तपाईले यहाँनिर यो अप्सन तपाईको रहनेछ। यो अप्सनलाई चाहिँ यहाँनिर अफ राखिदिनु भयो भने यसलाई चाहिँ अफ गरिदिनु भयो भने तपाईले मेसेज हेर्यो भने उलाई चाहिँ नहेरेको देखिनेछ। मैले चाहिँ यसलाई अन गरिदिन्छु। तपाईले यसरी चाहिँ तपाईले उलाई चाहिँ गर्न सक्नुहुन्छ, मेसेज हेरेर पनि नहेरेको जस्तो गराउन सक्नुहुन्छ। र अर्को रहेको छ तपाईले ब्लक नगरिकनै तपाईको साथीले तपाईलाई पठाएको मेसेज आउने छैन। र मैले तपाईलाई एउटा एकदम खतरनाक जानकारी दिन गइरहेको छु। 3 नम्बरको चाहिँ तपाईले ब्लक गरिसकेपछि उले मेसेज पठाउन मिल्दैन र यो अप्सन चाहिँ तपाईले युज गर्नुभयो भने तपाईले यता चाहिँ तपाईले मेसेज हेर्न पाउनुहुन्न र उले चाहिँ मेसेज गर्न पाउँछ। उले चाहिँ तपाईलाई थाहा छैन ब्लक गरिरहेछ कि छैन भनेर उताबाट पठाउने साथीले चाहिँ मेसेज यहाँनिर थाहा पाउने छैन। यहाँनिर यो अप्सन चाहिँ यसमा क्लिक गरिदिनु होला। यो अप्सनमा क्लिक गरेर यहाँनिर यो अप्सनमा क्लिक गरिदिनु होला। यो अप्सनमा क्लिक गरिसकेपछि यहाँनिर ब्याक गरेर जानु होला। यो एकछिन भइरहेछ। यहाँनिर हेर्नुहोस् मैले चाहिँ यहाँनिर यस्तो यो अप्सन पाउने छु। यहाँनिर मैले मेसेज लेख्न पाउने छैन र तर उले चाहिँ वहाँ जो साथी छ उले चाहिँ तपाईलाई मेसेज लेख्न पाउनेछ। उले मेसेज लेखेको मेसेजहरु यहाँ आउनेछ। तपाईलाई नोटिफिकेसन आउने छैन। तपाईलाई यहाँ पनि तपाईको यसमा पनि शो हुने छैन। तपाईले यो साथीलाई चाहिँ यो साथीले लेखेको मेसेजहरु पठायो भने कुनै पनि डिस्टर्ब हुने छैन र यसले चाहिँ तपाईलाई मेसेज पठाएको मेसेज हेर्नलाई चाहिँ यसको नाम चाहिँ सिम्पली सर्च गरिदिनु होला। नाम सर्च गरेर तपाईले यसलाई चाहिँ भेटाउन सक्नुहुन्छ। यहाँनिर हेर्नु मैले नाम सर्च गरेर चाहिँ भेटाइसकेको छु र मैले उले पठाएको मेसेजहरु हेर्न पनि सक्छु र मैले यसलाई खोल्दिन चाहे भने यसरी चाहिँ खोल्दिन पनि सक्नुहुन्छ। यो ट्रिक चाहिँ एकदम महत्त्वपूर्ण रहेको छ। तपाईले पठाउँदाखेरि कुनै पनि इम्पोर्टेन्ट फोटो अथवा कुनै पनि डकुमेन्टहरु पठाउँदाखेरि उले चाहिँ हेर्न सक्ने छ र एकचोटी हेरिसकेपछि अटोमेटिक डिलिट हुने छ र उले स्क्रिनशट पनि गर्न पाउने छैन, डाउनलोड पनि गर्न सक्ने छैन। यस्तो खालको कुनै महत्त्वपूर्ण तथा एकदम इम्पोर्टेन्ट कुराहरु अथवा फोटोहरु पठाउन चाहनुहुन्छ भने यहाँनिर यो सिम्पली फोटो पठाउने ठाउँमा क्लिक गरिदिनु होला। फोटो पठाउने ठाउँमा क्लिक गरिसकेपछि यहाँनिर एउटा फोटो क्लिक गर्नु होला। यसरी फोटो क्लिक गरेर यहाँ यो एडिटको अप्सन रहेको छ। यो एडिटलाई क्लिक गर्नु होला। यो एडिटलाई क्लिक गरिसकेपछि यहाँनिर तल वान अफ लेखेको छ, यसमा चाहिँ क्लिक गर्नु होला। यसमा क्लिक गरेर यहाँनिर ओके गरिदिनु होला। यसमा क्लिक गरेर ओके गरेर यहाँनिर सेन्ड गरिदिनु भयो भने यसरी तपाईलाई पनि यस्तो वान फोटो देखाउने छ र यो फोटो यहाँनिर गइसकेको छ। उले एकचोटी हेर्न पाउने छ। एकचोटी हेरेर ब्याक गर्यो भने त्यसले चाहिँ तपाईको फोटो अर्कोचोटी हेर्न पाउने छैन र त्यसले डाउनलोड पनि गर्न पाउने छैन, स्क्रिनशट पनि गर्न पाउने छैन र अटोमेटिक डिलिट हुनेछ। यो चाहिँ एकदम महत्त्वपूर्ण फिचर रहेको छ। यो 4 नम्बर फिचर र मैले लास्ट तथा एकदम 5 नम्बर फिचर चाहिँ मैले तपाईलाई एकदम महत्त्वपूर्णताको साथ तपाईलाई सिकाउन गइरहेको छु। यहाँनिर तपाईले मेसेज पठाउन सक्नुहुनेछ। कुनै पनि
गर्लफ्रेन्ड बोयफ्रेन्ड अथवा कुनै पनि आफ्नो इम्पोर्टेन्ट साथी अथवा कुनै बिजी मिटिङहरुमा हुने साथीलाई चाहिँ तपाईले साइलेन्ट मेसेज पठाउन सक्नुहुनेछ। तपाईले यहाँनिर पठाएको मेसेज चाहिँ वहाँ साइलेन्ट हुनेछ, उलाई नोटिफिकेसन जाने छैन, आवाज गर्ने छैन। मेसेन्जरको टुङ्ग गर्ने आवाज हुन्छ नि जो मेसेन्जरको, त्यो आवाज चाहिँ उलाई मेसेज जाने छैन र मेसेज जानेछ। पछि त्यसले चाहिँ तपाईको मेसेन्जर खोल्यो भने चाहिँ त्यो मेसेज पुनः देखिनेछ राम्रोसँग, अरु जस्तै मेसेज चाहिँ देखिनेछ। र तपाईको यो गर्नको लागि चाहिँ यहाँनिर मेसेज पठाउने ठाउँमा क्लिक गर्नु होला र यहाँनिर ब्याक स्ल्यास क्लिक गरिदिनु होला। यहाँनिर मैले तपाईलाई देखाउने यस्तो, यो चाहिँ ब्याक स्ल्यास क्लिक गरिदिनु होला। यो चाहिँ यो क्लिक गरेर यहाँनिर साइलेन्ट लेखेको छ, यसमा चाहिँ क्लिक गर्नु होला र तपाईले के लेख्नुपर्ने हो, के छ खबर लेखेर तपाईले पठाइदिनु भयो भने यो मेसेज चाहिँ उलाई जानेछ, तर उलाई नोटिफिकेसन जाने छैन। जो मेसेज आयो भने टङ्ग चाहिँ गर्ने छैन, उलाई डिस्टर्ब हुने छैन। र यो मेसेज उस साथीले जति बेला हेर्न चाहन्छ तपाईको प्रोफाइल यो मेसेन्जरमा खोलेर हेर्यो भने चाहिँ यो मेसेज चाहिँ वहाँ उले चाहिँ देख्न पाउनेछ। आशा गर्दछु आजको 5 टिप्सहरु एकदम तपाईलाई महत्त्वपूर्ण लाग्यो होला। यदि राम्रो लाग्यो भने तपाईले लाइक गरिदिनु होला, मेरो युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला, फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला भन्दै अर्को एकदम महत्त्वपूर्ण तथा जानकारीमूलक भिडियो ल्याउने आशा गर्दै बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार।